पत्तुले चाहिँ एक्लै जान डरायो अरे मलाई बोलाएछ त्यसो पत्तुलेको बाइक आज म चलाउँछु ड्राइभ घुमाउँछु स्वे गर्दै जाने खै मलाई पनि थाहा छैन तेरो साइड गएर कहाँ हो नि थाहा छैन हामी फेरि यस्तो सानोतिनो मान्छेहरूसँग हिँड्दैन हामी इन्जिनियर साहब डक्टर साहब पाइलट त अलिकति हिँड्ने होइन अहिलेसम्म यहाँको चटपट पानीपुरी नि मिठो छ मैले अस्ति नै ट्राई गरेको थिएँ यहाँ है ब्युटिफुल 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 रहेछ नि त त्यहाँ होइन त्यो चाहिँ एकदम भाइरल ठाउँ त्यो मन्दिर त्यो यहाँ यतापट्टि छ त्यो है तपाईँहरूकोतिर के छ कसो छ हाम्रोतिर त चुनावको भोलिपल्ट दिनबाट घाम नलागेको अहिलेसम्म घाम लागेन किन हो यस्तो भएको हामीभन्दा सानो उमेरको सांसद छ यार हाम्रो भात पनि आइसक्यो यो हान्न सुरु गरिसक्यो हाम्रो यसले बाटो बनाउँछ इन्जिनियर साहब गरे कोहीसँग पैसा धेरै छ पहिला लास्टै खर्च गर्नु मन लाग्यो भने आएर बस्नुहोस् त्यो चाहिँ अलिअलि पानीले भिज्यो म चाहिँ भिजिनँ हा यस्तोहरू हिमाल क्या दामी देखिरहेको छ छेकिन त छेकिन्छ तर घाम लगाएर चाहिँ क्या दुइटा माछा पुग्छ टाइपको देखिरहेको छ त्यो शेर्पा प्लगबाट भाइले एउटा गिफ्ट पठाइदिएको छ मलाई भाइले पठाएको चाहिँ यही हो शेर्पा प्लग है कालो जिन्समा टक्क यसरी ल आजको सुरुवात यहीँबाट जुन माथि नगरेको धेरै दिन भइसकेको थियो पछि नै गर्छु भनेको त्यस्तो यस्तो भइरहेको थियो अस्तिबाट होला सायद सामान आएकोबाट सामान सोचेको जति गर्छु अब आज पत्तुले चाहिँ एक्लै जान डरायो अरे मलाई बोलाएछ म चाहिँ निस्केर क्याफे जान्छु क्याफेमा सधैँ थियो त्यसपछि हामी कम्प्युटरतिर त्यसको साइडमा जान्छौँ हामी त्यताबाट घुम्दै घुम्दै कता जान्छौँ एकछिन कता कता अब हामी निस्किएँ होइन पत्तुले आउँदैछ पत्तुलेको बाइक आज म चलाउँछु ड्राइभ घुमाउँछु स्वे गर्दै जाने अब यसको बाइक या घुमाउँछु स्वे गर्दै जाने आज चाहिँ अब झ्याप लाएर घुमाउँछु स्वे अब हामी कति जानु लाग्यो अरे खै मलाई पनि थाहा छैन तेरो साइड गएर कहाँ हो नि थाहा छैन इन्जिनियर हुन गाह्रो छ नि इन्जिनियर हुन गाह्रो बाबा हामी फेरि यस्तो सानोतिनो मान्छेहरूसँग हिँड्दैन हामी इन्जिनियर साहब डक्टर साहब पाइलट त अलिकति हिँड्ने होइन अहिलेसम्म पाइलटसँग त सिधै गरेर प्लेनै उडाइदिने हो होइन तर हामी त्यस्तो सानोतिनो मान्छेसँग हिँड्दैनौँ नि फेरि है कहाँ हो चाहिँ मलाई थाहा छैन अब जाँदै गरौँ बिस्तारै बिस्तारै यो नि कुदाइदिनु घुमाउँछु इन्जिनियरको फोन आयो फोन आयो ल हामी माझी कुना आइपुग्यौँ है वेलकम टु माझी कुनाको बोर्ड उठेको थियो मैले खिचिसकेको है कता जान्छौँ थाहा छैन तर हामी जाँदैछौँ गर्दै यहाँबाट चाहिँ फेरि यस्तो राम्रो भ्यू आउँछ कि माझी कुनाको यस्तो राम्रो छ यार बस्नुलाई यहाँ यहाँको चटपट पानीपुरी नि मिठो छ मैले अस्ति नै ट्राई गरेको थिएँ जे होस् ठिक छ त्यो आन्टीको घर चाहिँ यही हो है टुरिस्ट अन्जिर आमाको समय फेरि नम्बर चाहिँ नि हरेक टुरिस्ट भनेर त कस्तो नेपाली राखेर टुरिस्ट भन्दैछ नि त्यो स्क्याम बिग स्क्याम जस्तो होइन माझी कुनाको बाटो यता जाने बाटो चाहिँ राम्रो बनाएको यार यस्तो गाउँतिर यस्तो छ दामी बाटो यस्तो राम्रो भइसक्यो हाइवे बन्दैन यार यो चाहिँ कुन तालतिर भाइ यो रुपताल यता छ है गाउँठाउँ यस्तो छ राम्रो छ त्यो गाउँठाउँ भन्ने ठाउँ आयो हामी चौर काम हुँदैछ जेसिबीले यस्तो काम गर्दैछ रुखबाट पानी आउँछ उठ्यो होइन त्यो त्यो फेरि भाइरल ठाउँ है त्यो भगवान् निस्किएको ठाउँ रुखबाट पानी निस्किएको ठाउँ ट्याब्रो पनि चलिरहेको थियो एकचोटि ठाउँ भाइरल भइसक्यो है कस्तो काम चल्छ यार यहाँ है ब्युटिफुल 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 रहेछ नि त त्यहाँ होइन राम्रै थियो सबसे राम्रै थियो ए यहाँ फेरि सौरभको मित्र स्वर्णिम जस्तै रहेछ यो त्यहाँ हाम्रो यो तालबेसी भन्ने ठाउँ हो तालबेसी यो चाहिँ एकदम भाइरल ठाउँ त्यो मन्दिर त्यो यहाँ यतापट्टि छ त्यो है त्यता हामी गइएन हाम्रो जाने काम फेरि यतापट्टि छ रुखबाट पानी निस्केको ठाउँ चाहिँ यतापट्टि छ नेक्स्ट डे अर्को दिन कुनै दिन गइएछ भने त्यसको नि भ्लग गरौँला जानेछौँ पक्कै पनि जानेछौँ हामी दर्शन गर्न पुग्नेछौँ हामी फेरि धर्म कर्ममा अलि विश्वास गर्ने मान्छे हो कि त्यही भएर हामी
मेघनाथ होटेल ट्रेनिङको एडभर्टिजमेन्ट राम्रो भइरहेको छ। तपाईँहरूकोतिर के छ कसो छ? हाम्रोतिर त चुनावको भोलिपल्टदेखिबाट घाम नलागेको। अहिलेसम्म घाम लागेन, किन हो यस्तो भएको? घन्टीले त सूर्यले त बिजा दिन भइसक्यो क्या भाइ नै पार्यो त हौ। सुन्नु अब त बिजा दिन भइसक्यो कि हामीभन्दा सानो उमेरको सांसद छ यार, हामीभन्दा सानो उमेरको सांसद भयो त जिन्दगी ल ठिक हो। युवाहरू आउनुपर्छ, राजनीति गर्नुपर्छ, राजनीति गर्ने होइन देश विकास गर्नुपर्छ। ल हामी चाहिँ यहाँ पुग्यो। यो चाहिँ ठ्याक्क पुल यता उताबाट चाहिँ लमजुङ कास्की कास्की लमजुङ कास्की ठ्याक्क बोर्डरमा उताबाट चाहिँ लमजुङ होइन। हामी सुरुमा खाना खान्छौँ यहाँ झ्याप लाएर, अनि त्यसपछि यसको साइड कहाँ छ हेर्न जाने, झ्याप हेर्ने अनि घुम्ने हो। हाम्रो भात पनि आइसक्यो, यो हान्न सुरु गरिसक्यो, म पनि खान्छु। लास्टमा हावा चल्यो यार, जाडो लाग्दो भइसक्यो। यहाँ चाहिँ अब यस्तो पारी पौवा रहेछ होइन। पहिला चाहिँ यो लास्टे गाउँहरूमा ठाउँमा लास्टै धेरै हुन्थ्यो, आजकल चाहिँ खासै भेटिँदैन है। यहाँ तल सामान राख्ने, माछा यस्तो पानी लागेर ओत पस्ने अथवा थकै मार्ने, अनि यस्तो भर्याङ चाहिँ खासै मान्छेले देखेको छैन होला। यो भर्याङले चाहिँ के भर्याङ भन्छ, तर एउटा उठाले मात्र ट्याक 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 चढ्ने हो होइन। ठिकै छ, अब हामी फेरि लाग्छ माथि साइडतिर। अब चाहिँ हामी यसको साइडमा जाँदैछौँ, कडा अफरोडिङ हुँदैछ। यहाँ बाटो बनाउँछ अब राजेशले, अर्कोचोटि घन्टीबाट उठेर अरू ठाउँको पनि बनाउने भन्ने के भन्ने त्यहाँ पछि यार भन्ने आएन यार। तर ठिक छ, हाम्रो यसले बाटो बनाउँछ। इन्जिनियर साहब हामीले आउनुहुन्छ, इन्जिनियर साहब चाहिँ अहिले बाइकमा उहाँले चलाउँदै हुनुहुन्छ। मैले उहाँलाई हस्तान्तरण गरिसकेँ, त्यहाँको बाटो बनाउँदै हुनुहुँदो रहेछ अहिले उहाँले। अब यो पनि बनाउनुहुन्छ पक्कै पनि भन्ने हाम्रो आश छ। हेर्नुहोस् घन्टीको कुको हुनुहुन्छ, उहाँलाई अब अर्कोचोटि चुनावमा उठाउनुहोस्, बाटो झन् राम्रो बनाउनुहोस्। धन्यवाद। र हामी फेरि आइसकेको छौँ अर्को साइडमा। ठाउँ चाहिँ राम्रो रहेछ है, चिटिक्क हो गाउँ। तर अब बाटो बन्छ यहाँ नि, हाम्रो राजेश इन्जिनियर राजेशले बनाउनुहुन्छ बाटो, गाउँठाउँको बाटो। मलाई चाहिँ अलिक छिलाइसक्यो हिँड्दा यो चाहिँ उहाँको नापमा फेरि नापिरहेको छ सोल्टीहरू वालसाल लाउने के हो मलाई चाहिँ थाहा छैन। म चाहिँ यसो गाउँहरूतिर हेर्दै बसेछु। के गर्नु, आफ्नो त काम छैन, डुल्न आएको मान्छे, काम भएको मान्छेलाई गर्न दिनु पर्यो होइन, त्यही हो ल। पछि हामी यहाँबाट हिँडिसकेका छौँ। अब हाम्रो यात्रा भनेको घरतिर होला जस्तो लाग्छ मलाई, तर थाहा छैन उहाँले कहाँ लिएर जानुहुन्छ मलाई, उहाँको हातमा छ। रमाइलो रहेछ ठाउँ चाहिँ यो। अब बाटो यहाँ बस्ने हो, हेर्नुहोस् हामी चाहिँ अब जस्तो लागिसक्यो झ्याप लाएर। हामी चाहिँ मान्छेकुना यहाँबाट हो। हामी मान्छेकुना नछिरिकन हामी चाहिँ घरगाउँतर्फ लाउँदैछौँ। अब तर पानी नि खतरा पर्ला जस्तो मौसम छ बिहानबाट, तर परेको चाहिँ छैन। किन परेन? हामी इन्द्रजीलाई अहिले फोन गर्छौँ भन्दा पनि नर्मली नम्बर छैन। इन्द्रजीले हाम्रो फोन पनि उठाउनुहुन्न, तर पनि ठिक छ, गुटुङ टुङ 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 गर्दै जाँदैछौँ हामी। अब राइडर केटो म यहाँ छ फेरि, म फेरि यहाँ लभर केटो म यहाँ छु। यो चाहिँ टक्क अब हामीले चाहिँ सुन्दरी डाँडा भन्छ यसलाई। यहाँबाट चाहिँ टक्क बेगनास्ताल होइन, अनि यता रूपाताल पुरै देख्छ सुन्दरी डाँडा। झ्याप लाएर अब हामी चाहिँ जाम्सले तलै गरेर भेटौँला। धन्यवाद। ल त्यही पनि म फेरि स्टार्ट गरेँ। कोहीसँग पैसा धेरै छ, कोहीलाई लास्टै खर्च गर्नु मन लाग्यो भने आएर बस्नुहोस् होइन। यहाँ लास्ट महँगो छ, पैसा धेरै छ भने खनाउनुहोस्। यहाँ आएर अलिअलि कम छ भने जानुहोस्, माझी कुनातिर गएर बस्नुहोस्, आनन्द छ। यता चाहिँ रूपताल। रूपतालको पुल चाहिँ अहिलेसम्म गएन कि, त्यो पुल जानुपर्ने एक्चुली। घर गाउँतिर चाहिँ आइसक्यो। अब हामी तर छिट्टै आयो आज चाहिँ, आधी घन्टामा यहाँ। आज राजेश दादाले खतरा कुदाउनु भयो होइन, उहाँ आज प्रो राइडर हो। तर पानी पनि पर्न लाग्यो ठ्याक्कै, ठुल्ठुलो ढिकाले हानिरहेछ, मलाई पनि हानिरहेछ। तर हामी पानीलाई नपुग्दै पुग्छौँ कि भनेको, तर पानीले अलिअलि भिज्ने भयो भाइ, फिक्स थाहा पाइसक्यो मैले। साथ हामी आइपुगिसक्यौँ। यो चाहिँ अलिअलि पानीले भिज्यो, म चाहिँ भिजिनँ। क्याफेको एकदम राम्री बहिनी के बोइफ्रेन्ड आयो तिमीले?
त्यसलाई भेट्न ल अब चाहिँ हामी माथिबाट फर्केर पनि म यसो घजाइ थिएँ होइन तर यस्तोहरू हिमाल क्या दामी देखिरहेको छ छेकिन त छेकिन्छ तर घाम लगाएर चाहिँ क्या दुइटा माछा पुग्छ टाइपको देखिरहेको छ उता चाहिँ खास यो अन्नपूर्ण हो तर यति मात्रै देखिरहेको छ राम्रो देखिरहेको छ अब चाहिँ यसो घर जाम यहाँ मलाई चाहिँ यहाँ शेर्पा प्लगबाट भाइले एउटा गिफ्ट पठाइदिएको छ एउटा प्याकेज जिन्स कस्टमाइज जिन्स त्यो पनि अहिले गएर हेरौँ सबले यसो इन्स्टाग्रामतिर चाहिँ फलो हानौँ शेर्पा प्लगलाई टक्क डिस्क्रिप्सनमा राखिदिन्छु यो चाहिँ गएर हेरौँ कस्तो छ घर पुग्नुलाई अगाडिबाट गेट लगाएर चाहिँ त्यो हावाहरू लगाएर पछाडिबाट छिर्छौँ हामी ढ्यान्टाड्यान मलाई भाइले पठाएको चाहिँ यही हो शेर्पा प्लग है कालो जिन्समा टक्क यसरी सिलाइ गरिएर होइन यस्तो दामी छ पहिला यसो मन पऱ्यो किन मन छ भने चाहिँ म डिस्क्रिप्सनमा राखिदिन्छु डिएम गर्नुहोस् भाइलाई अर्डर गर्नुहोस् है त्यही हो अब यति भन्दै यसलाई यहाँ फालम कपडाको थुप्रो धेरै छ यसलाई भोलि मिलाउनु पर्ने छ यत्तिकै कुनै धोएको छ कुनै यत्तिकै छ होइन त्यही हो अब चाहिँ म यसो एकछिन क्याफे निस्किन्छु अल्छिलाई अनि त्यसपछि त्यही हो घर आउने सुत्ने खाना पनि सुत्ने त्यही होला आजको चाहिँ अन्त्य यहीँ गरिदिउँ